हेलो साथीहरू, फेरि पनि हजुरहरूलाई मेरो मिनी ब्लगमा वेलकम छ। आजको नयाँ दिन नयाँ भिडियोमा। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दाखेरि आज चाहिँ हामी छाङ्गु घुम्न जाँदैछौँ होइन। वेदर पनि यस्तो दामी भइरहेको छ साथीहरू। अब वेदर देखेर पनि जानु मन लाग्ने होइन। अनि त्यहाँबाट हामी चाहिँ एकछिन त्यहाँनिर भ्यू पोइन्ट देख्यो, राम्रो जग्गा देख्यो होइन। त्यहाँ फोटोसोटो लिए होइन। त्यहाँबाट हामी फेरि निस्क्यौँ अनि बाटोमा जाँदा जाँदा यति मजाको लुङदरहरू यस्तो लाइनले अब बाटोमा कस्तो दामी देख्छ है साथीहरू, यसरी लुङदरहरू लगाएको देख्दा। अनि मैले सानो भिडियो बनाएँ होइन। त्यहाँबाट चाहिँ हामी जाँदै थियो। त्यहाँबाट अनि हामी चाहिँ जाँदा जाँदा कस्तो मजाको अब उयो डेस्टिनेसन देखेँ क्या। अब कस्तो मजा देख्यो नि त। त्यहाँनिर पनि हामीले फोटोहरू खिचौँ भनेर चाहिँ ओर्ल्यौँ अनि फोटोसोटो खिचेर होइन। अनि यत्तिकै भिडियोहरू बनाएँ। अन्त एकछिन हिउँहरू खेल्यौँ हामीले होइन। अनि बहिनीलाई मैले आऊ न भिडियोमा भनेको, ऊ आउनै मानेन, पुरा लजाउँछ होइन। भिडियोतिर आउनु मान्दैन बहिनी चाहिँ। त्यहाँबाट चाहिँ हामी यहाँबाट जाउँ ल। अब फेरि पनि त अरू जग्गा पनि जानुपर्ने थियो। हामी छाङ्गु लेक पुगेको पनि थिएन नि त त्यतिखेर। अनि चाहिँ ल भनेर चाहिँ हामी निस्क्यौँ भने त्यहाँबाट चाहिँ हामी निस्क्यौँ होइन। अनि त्यहाँबाट हामी यो चाहिँ यता पहिला बाबा मन्दिर जाँदाखेरि चाहिँ अब यस्तो थियो, मतलब देखिरहेको थियो, क्लियरै थियो बाटो होइन। अनि हामी त्यहाँबाट बाबा मन्दिर पुगेँ। बाबा मन्दिर पुगेर पूजासुजा गरेँ होइन। अनि पूजाहरू गरेर अनि हामी फर्क्यौँ। अनि फर्किँदाखेरि चाहिँ वेदर पनि मतलब यस्तो धमिलो भइरहेको थियो, केही पनि देखेको थिएन। जाँदाखेरिको वेदर चाहिँ क्लियर थियो होइन। आउँदा रिटर्न हुँदाखेरि चाहिँ यति बेसी फगी लागेर हिउँ परिरहेको थियो होइन, केही पनि देखेको थिएन। अनि जाँदाखेरि चाहिँ त्यहाँनिर अब त्यो उयो भएर होला, कस्तो दामी अब हुन्छ नि, नेसनल फ्ल्याग देखेर चाहिँ मजाले फैरिरहेको थियो। हामी चाहिँ यहाँ छाङ्गु लेकमा फोटो खिच्दै गरेको साथीहरू। यस्तो बेसी हिउँ परिरहेको छ, जाडो भइसक्यो।